नमस्ते साथीहरू, स्वागत छ तपाईँलाई यो पोडकास्टमा। म तपाईँकै फ्रेन्डली रियल्टर प्रभात विथ हेती होम्स। र यदि तपाईँ घर किन्न सोचिरहनु भएको छ या बेच्ने प्लान गर्दै हुनुहुन्छ या रियल इस्टेटको बारेमा केही जान्न चाहनुहुन्छ भने यो पोडकास्ट तपाईँहरूको लागि हो। सो आज हामी कुरा गर्दैछौँ होम इन्सुरेन्स र होम वारेन्टी बिचको फरकको बारेमा र होम वारेन्टी किन जरुरी छ, विशेष गरी टेक्सास जस्तो ठाउँमा। सो सुरुमा कुरा गरौँ होम वारेन्टी भनेको के हो। जस्तो धेरैजसो मानिसहरू होम वारेन्टीलाई होम इन्सुरेन्ससँग कन्फ्युज गर्नुहुन्छ, तर यी दुई कम्प्लिटली डिफ्रेन्ट कुरा हुन्। होम वारेन्टी भनेको एक प्रकारको सर्भिस कन्ट्र्याक्ट हो। यसले तपाईँको घरभित्रको मेजर सिस्टम्स र एप्लायन्सेसहरू जस्तै भनौँ एसी युनिट, हिटिङ सिस्टम भयो, प्लम्बिङ सिस्टमहरू भयो, इलेक्ट्रिकल सिस्टम या भनौँ वाटर हिटर, डिसवासर अथवा भनौँ ओभन आदि बिग्रिएको र त्यसको रिपेयरमा रिप्लेसमेन्ट कस्टको हिस्सा कभर गर्दछ यसले। तर याद गर्नुहोस्, यो केवल नर्मल वेयर एन्ड टियरको लागि हो। एक्सिडेन्टल ड्यामेज वा डिजास्टर जस्तो हेलस्टर्मको लागि होइन। त्यो चाहिँ होम इन्सुरेन्समा पर्छ र यसले कभर गर्छ। अब कुरा गरौँ यो टेक्सासमा किन इम्पोर्टेन्ट छ। सो टेक्सासमा गर्मी एकदमै इन्टेन्स हुन्छ, खास गरी एसी सिस्टमको इम्पोर्टेन्स यहाँ धेरै हुन्छ। सो इमेजिन गर्नुहोस्, तपाईँले घर किन्नु भयो अनि मुभ इन भएको केही हप्तामै एसी ब्रेकडाउन भयो। सो रिपेयर कस्ट तपाईँको झन्डै $2000 देखि $5000 हुनसक्छ। तर तपाईँसँग होम वारेन्टी कन्ट्र्याक्ट छ भने तपाईँ सायद $75 देखि $100 को सर्भिस कल फी तिर्नुहुनेछ र बाँकी खर्च कम्पनीले नै कभर गर्छ। सो द्याट्स पिस अफ माइन्ड। र त्यो मात्र होइन, टेक्सासमा हार्ड वाटरको कारण एप्लायन्सेसहरू छिटो बिग्रिने सक्छ अनि गर्मी चिसो मौसमले ह्याभक सिस्टममा प्रेसराइज गर्छ। सो त्यसैले होम वारेन्टी हुनु एकदमै स्मार्ट डिसिजन हो। सो स्पेसल्ली फर्स्ट टाइम बायरका लागि। र एउटा कुरा याद राख्नुहोस्, होम वारेन्टी सबै कुरामा काम लाग्दैन, तर यो एउटा जस्ट सेफ्टी नेट हो। स्पेसली जब तपाईँले नयाँ घर किनिरहनु भएको छ र तपाईँलाई सिस्टम्सको कन्डिसन्स राम्ररी थाहा छैन। सो माई एडभाइस, if you are buying a home in Texas, especially older homes, so definitely consider asking for a 1-year home warranty from the seller during negotiations, or buy one yourself. So price usually ranges from $400 to $700 per year. तर पिस अफ माइन्डको लागि त्यो राम्रो डिल हो मेरो विचारमा। त्यसो भए आजको एपिसोड यति नै। यदि तपाईँलाई होम वारेन्टीको बारेमा अझ अरू केही प्रश्नहरू छ भने मलाई मेसेज गर्नुहोस्, म तपाईँलाई गाइड गर्न खुसी हुनेछु। सो डोन्ट फर्गेट टु फलो दिस पोडकास्ट फर मोर रियल एस्टेट टिप्स। टेक केयर एन्ड स्टे कुल टेक्सन्स। थ्याङ्क यू।